So hello and namaste, welcome back to my YouTube channel and another videos. Hey. So guys, आज चाहिँ स्पेशली म चाहिँ बुटोलतिर जाँदैछु है। टक्क लाएर यहाँ बाइक साइक रेडी है। यो के भयो पुरा बाइक साइक रेडी पारेर सो अब चाहिँ हिँड्नु पर्ने हुन्छ। हल्का जाडो छ है, बाटोमा हिँड्दा चाहिँ लास्टै जाडो हुन्छ, त्यही भएर चाहिँ हल्का आफूले चाहिँ सेफ्टी पहिला नै अपनाउनु पर्ने हुन्छ। So guys है फाइनल्ली अब चाहिँ हिँड्नु पर्ने हुन्छ। ओ आमा ल बस्नु जान्छु म। ल गाइज है अब बाइक पनि रेडी भइसकेको छ, यहाँनिर सामान पोकापोकी पारिदिनु भएको छ। ल गाइज है मामा गए ल ढोक गरौँ। राम्रो जाऊ राम्रो दबाई पानी गरेर आऊ। ल मामा हेर बिमानी भए रोगले छोडिस् मेरो छोरालाई, के भन्छ भने सबै सन्तोष आमा गाडी यात्रा ल खै ढोक गरौँ। ल बस्नु अब चाहिँ। सो गाइज अब चाहिँ हिँड्नुपर्ने हुन्छ, घाम पनि लाग्दैछ चिसो मौसममा। ल हे गाइज तपाईँ देख्न सक्नुहुन्छ है, यो अमेजिङ दिस प्लेस भनौँ कि अब ठाउँ है। यहाँ चाहिँ बब्बाल छ। यो चाहिँ हाम्रो चौतारा रेसिङ नगरपालिकामा पर्छ है यो चाहिँ। सो गाइज यहाँ चाहिँ भनौँ न एउटा पुरै सल्लाहहरू रुख छ कि जता हेरे पनि है। द्याट्स अमेजिङ प्लेस। सो गाइज है लुक एट द्याट। सो दामी छ यहाँको भ्यूहरू। यहाँबाट चाहिँ ट्याक्कै हिमाल देखिन्छ है, यहाँ देख्न सक्नुहुन्छ पारिपट्टि यो नजिकै देखिन्छ। सो गाइज है यहाँनिर चाहिँ सल्लाहहरूले छेकेको छ, अलिक परबाट चाहिँ यस्तो दामी देखिन्छ। म परबाट देखियो भने चाहिँ म देखाउँछु। सो यहाँनिर चाहिँ है हल्का आफूलाई चाहिँ अब पेटमा चाहिँ गडबडी भनौँ न, लाइक सुसु आयो भने चाहिँ यहाँनिर गर्न सकिने रहेछ है। म चाहिँ यहाँनिर अब हल्का सुसु आइरहेको थियो, म चाहिँ सुसु हानिदिइसकेको छु गाइज। अब चाहिँ जानुपर्ने हुन्छ। सो गाइज म चाहिँ यताबाट घुमेर आउनुको रिजन चाहिँ हल्का मेरो त्यहाँ डकुमेन्ट बनाउनु थियो तमगासतिर, त्यही भएर चाहिँ यताबाट घुमेर आएको। सो अब चाहिँ ट्राभलमै छु है भर्खर चाहिँ। ल बाइकको यो अवस्था चाहिँ देख्न सक्नुहुन्छ यस्तो भइरहेको छ। सो तेल पनि झिपी गरिरहेको छ है, तेल पनि छैन गाइज है। अब चाहिँ गएर तमगास गएर हाल्नुपर्ने हुन्छ। सो त्यही नै हो है गाइजहरू। चिसो चाहिँ लास्टै छ, हात थोर कामिरहेको छ किनभने चिसोले चाहिँ भेटाउँछ। त्यो ग्लोभ्सहरू पनि किन्नुपर्ने थियो। हेरौँ लगाइज है चाहिँ चल्नुपर्ने हुन्छ। सो गाइज है हाम्रो चाहिँ भनौँ न यो गुल्मीको सदरमुकाम भनेर चिन्यो भने चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु है। द्याट इज द भेरी 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 इम्पोर्टेन्ट एन्ड अमेजिङ प्लेस अफ द गुल्मी। सो गाइज है देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो यही नै हो, खतरा देखिन्छ है। उता डाँडाहरूले छेकेर बिचमा चाहिँ यस्तो दामी बनेको छ है। यहाँनिर चाहिँ यस्तो बवाल छ क्या। यो हाम्रो गुल्मीको सबैभन्दा प्रसिद्ध अनि चर्चित भनौँ न बजार पनि हो एउटा। माथिपट्टि देख्न सक्नुहुन्छ अर्जुन डाँडा है, यो चाहिँ अर्जुन डाँडा भनिन्छ भने यतापट्टि चाहिँ रेसुङ्गा भनेर भनिन्छ है। यहाँ हाम्रो यतापट्टि चाहिँ मैले सरी है यहाँ देखाउन भुलेँ है, यो चाहिँ हाम्रो रेसुङ्गा पार्क भनेर देखेको छ। रेसुङ्गा पार्क होइन, दामी छ यहाँनिर चाहिँ। अब भित्र त अब गइएन है, सायद पछि चाहिँ जान सक्छु साथीहरू, अहिलेलाई चाहिँ सरी। सो गाइज यही नै हो हाम्रो चाहिँ अब स्पेसल गुल्मीको भनौँ न। धेरै ठाउँहरू छ तर घुम्नको लागि चाहिँ हाम्रो धेरै जस्तो मानिसहरू चाहिँ रेसुङ्गा अनि लाइक भनौँ न यो हाम्रो प्रसिद्ध ठाउँ रुडु रेसुङ्गा अब धुर्कोट यो धेरै ठाउँहरूमा चाहिँ आउने गर्छ है। सो गाइज म चाहिँ सरी है त्यो देखाउन पाएन, पछि चाहिँ म आएँ भने देखाउँछु। लगाइज है मेरो चाहिँ अझै पनि ट्राभलमै छु। यहाँनिर देख्न सक्नुहुन्छ दामी देखिरहेको छ यो हाम्रो ठाउँ गुल्मीको। हाम्रो यो सदरमुकाम भनेर चिनिन्छ, यहाँनिर चाहिँ तमगास भनिन्छ हाम्रो चाहिँ। ल गाइज है यही नै हो। सो फाइनली गाइज म चाहिँ तमगास सिटी आइसकेको छु होइन। यहाँनिर चाहिँ बब्बाल भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो चिकिचोर भनेर चाहिँ यो चोरलाई चिन्न सकिन्छ है, देख्न सकिन्छ यहाँनिर बब्बाल भ्यूहरू। यस्तो खतरा छ क्या, दामी छ यहाँनिर चाहिँ सरर। यहाँदेखि ल्याएर माथिसम्म टक्क लाएर यही नै हो गाइज। गाइज तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको हाम्रो बब्बाल भ्यूहरू है। ट्राई चाहिँ गर्नु होइन।
गाइस है फाइनल्ली हामी चाहिँ अब यहाँ गङ्गा सिटीबाट पनि निस्किसकेका छौँ है मसँग एउटा स्पेसल भाइ अर्जुन छौँ है यहाँ चाहिँ प्रोग्राम हुन्छ यहाँनिर हामी चाहिँ यहाँनिर चाहिँ एउटा चिजालाई छु किनभने यहाँबाट पाल्पा र सेन्जालाई चाहिँ छुट्याएको छ सट्टाला सुगाइ छ हामी चाहिँ त्यहाँनिर जाँदैछौँ है त्यहाँ जान भएर त्यहाँनिर चाहिँ गएर फोटोसोटो हानेर आउनु पर्ने है फाइनल्ली यो ठाउँमा पनि आइपुग्यो है साथीहरू यहाँ देख्न सक्नुहुन्छ यहाँको भ्यू बब्बाल देखिरहेछ भाइको अवस्थाको यता हेर तपाईँ सो मेरो अवस्था पनि त्यस्तै छ होइन खत्रै भइरहेछ बा धुलोले हो कि यो लास्ट धुलो छ यहाँनिर चाहिँ यो चाहिँ कुन जिल्ला स्याङ्जा है यो स्याङ्जा यो यतापट्टिको चाहिँ पाल्पा है यो चाहिँ गुल्मी गाइजहरू है यहाँबाट चाहिँ छक्क देख्न सकिन्छ यहाँबाट चाहिँ जता गए पनि 3वटा जिल्ला चाहिँ यहाँ आएपछि टक्क घुम्न पाइन्छ नभए पनि यो पुलसम्म चाहिँ आउनु होला साथीहरू बवाल तरिकाले यस्तो दामी छ क्या यो ठाउँ चाहिँ सो फाइनली गाइस है म चाहिँ रुममा आइसकेको छु बुटोल पुगिसकेको छु है सो पछाडिपट्टिको यो अनुहार देख्न सक्नुहुन्छ हे हमारा सिस्टर सो फाइनल्ली रुम देखाउनको लागि पनि लायक छैन त्यही भएर चाहिँ पुरा रुम देखाउनुहुन्न यो को पर्फ्युम छ्यास छ्यास हान्छ फ्रेस भएर पनि बसिसकेको छु है पर्फ्युम मर्नी सो गाइस अब यही नै हो आजको है सो मेरो चाहिँ आउँदा आउँदै बाटोमा मोबाइल अफ भयो त्यही भएर चाहिँ पुरा अफ चाहिँ बनाउनु पाएन सो गाइस थ्याङ्क यू सो मच
watching this my video. So don't forget my videos. So subscribe गर्न नभुल्नु होला नयाँ हुनुहुन्छ भने प्लिज सबैजनालाई है रिक्वेस्ट फर यु एभ्रिवान. सो लुक एट द्याट इज माई सिस्टर होइन यहाँनिर कालै देखिन्छ नि हिँड्दै छ्या गोरो भएको लगाइ चाहिँ यही नै हो ल.